म झापा 5 मा भोट माग्न होइन न्याय माग्न आएको छु। न्याय भोट त सबैले पाउँछन्, चुनाव त सबले जित्छन्। न्याय पाउनका लागि एउटा युग पर्खिनुपर्छ। म झापा 5 मा न्याय माग्न आएको छु दाजुभाइ दिदीबहिनीहरू। न्याय माग्नका लागि अन्याय त म माथि पनि भएकै हो, तर मेरो न्याय माग्न आएको होइन। अन्याय त म माथि मात्र भएको होइन, अन्यायको शिकार त म पनि भएको छु। मेरो चिन्ता गर्न पर्दैन, तर देशको न्यायको लागि एकपटक भोट हाल्नुपर्नेछ। झापा 5 को यसपटकको मतदान इतिहासको एउटा कोसे ढुङ्गो हुनेछ। म त्यो इतिहास बदल्नका लागि झापा 5 तयार छ कि छैन हेर्न मैले माथि चढेको छु। म कुनै पनि सभामा यति धेरै माथि चढेको छैन। हुन त म धेरै माथि चढ्ने मान्छे होइन, भएकै मान्छे हो, तर म सबैको अनुहार हेर्न चाहन्छु। इतिहास बदल्न तयार छ कि छैन यो आशामा। झापा 5 यसपटक इतिहास लेख्नुपर्नेछ, देशलाई न्याय गर्नुपर्नेछ र देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले विश्वास गरेको छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ। जब जनता जागे तब देश बचेको छ। मलाई बाआमाहरूले आशीर्वाद दिँदै बाटोमा रोकेर भन्नुहुन्छ, बाबु यो देश बचाऊ। मैले सुनेको छु। म झापा 5 मा उभिएर भन्न चाहन्छु, बाआमा सुन्नु होला, यहाँ पनि हुनुहुन्छ, यो देश बच्छ पनि र यो देश बन्छ पनि। यहाँबाट निर्वाचित हुने तपाईको उम्मेदवारलाई राष्ट्रपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। पार्टी सभापतिका रूपमा मलाई गर्व छ कि यो क्षेत्रमा सम्भवतः यस क्षेत्रबाट निर्वाचित भएर संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर जानुहुनेछ। म यति भनेर बिदा हुन्छु, मैले अर्को सभामा बोल्नुपर्नेछ। म यति भन्छु, झापा 5 वासीलाई म यति भन्छु, म झापा 5 वासीलाई यति भन्न चाहन्छु कि कुनै दिन इतिहासको यो पाना पल्टाउने छ अर्को पुस्ताले। 21 गतेको यो चुनावको नतिजा यसलाई कुनै दिन यो देशको इतिहासमा एउटा पुस्ताले पल्टाउने छ कि इतिहासको यो पाना पल्टिँदाखेरि तपाईँ गर्वका साथ भन्न सक्नुहोस् कि झापा 5 मा इतिहास बदल्न मैले पनि मतदान गरेको छु, भनेर यहाँहरूले गर्वका साथ भन्न सक्नुहुनेछ। र अर्को कुरा पनि भन्छु, छानबिन आयोगले काम गरेको छ अरे, त्यसले रिपोर्ट बुझाउँदै छ अरे, अक्षरशः पालना हुन्छ। प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। वर्षौंसम्म यो देशलाई अन्धकारमा पाखेर देशका राज्यका भित्तामा पार्टीका कारिन्दाहरू टाँसेर राज्यलाई कमजोर पार्नेको हिसाब चाहिँ हुन्छ। प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। म यति भन्न र यति प्रतिबद्धता दिन यहाँहरू समक्ष आएको हौँ। बाँकी अर्को सभामा हामी सँगै उभिने नै छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई अत्यधिक मन्त्री र ऐतिहासिक मन्त्री र